साथीहरू नमस्कार। फेरि पनि म आज नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको हाम्रो यस भिडियोमा हामीले डेरिभेटिभ निकाल्नेछौँ। कुनै फङ्सनको चाहिँ हामीले डेरिभेटिभ निकाल्नेछौँ, जुन चाहिँ हामीसँग फङ्सन रहेको छ y इक्वल टु साइन इन्भर्स 1 माइनस 2x स्क्वायर चाहिँ हामीसँग दिएको फङ्सन चाहिँ रहेको छ। हामीले चाहिँ यो फङ्सनको चाहिँ इन्भर्सवाला फङ्सनको चाहिँ आजको हामीले यस भिडियोमा चाहिँ डेरिभेटिभ निकाल्नेछौँ। साथीहरू ढिलो नगरी भिडियोलाई अगाडि बढाउँ। यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भनेपछि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र बेल आइकन क्लिक गरिदिनु होला, जहाँबाट तपाईँहरूले सजिलै मेरो युट्युब च्यानलको नोटिफिकेसन पाउन सक्नुहुन्छ। भने सल्लाह र सुझावको लागि तपाईँहरूले मेरो युट्युबको भिडियोहरूमा कमेन्ट गरिदिन हुन अनुरोध गर्दछु। हामीसँग अब चाहिँ फङ्सन के रह्यो त y इक्वल टु चाहिँ हामीसँग छ साइन इन्भर्समा 1 माइनस 2x स्क्वायर चाहिँ रहेको छ। अब हामीले डेरिभेटिभ निकाल्नु पर्यो, dy बाई dx चाहिँ हामीले फाइन्ड गर्नु पर्यो। वाट भनेको छ हामीले चाहिँ dy बाई dx चाहिँ हामीले निकाल्नु पर्यो। र नाउ अब के गरौँ भनेपछि हामीले चाहिँ y इक्वल टु चाहिँ हामीसँग के रहेको छ साइन इन्भर्समा 1 माइनस 2x स्क्वायर रहेको छ। और साइन y इक्वल टु चाहिँ हामीले कसरी गर्न सकिन्छ भनेपछि यसलाई चाहिँ इन्भर्समा छ भनेपछि यता मल्टिप्लाई गर्न गयो र 1 माइनस 2x स्क्वायर चाहिँ लेख्न मिलिन्छ। भनेपछि अब चाहिँ हामीसँग फङ्सन चाहिँ के रह्यो, y को फङ्सन रह्यो। भनेपछि हामीले चाहिँ हाम्रो मिसन भनेको dy बाई dx निकाल्ने हो, तर हामीसँग फङ्सन चाहिँ यो बन्यो। र यसलाई चाहिँ हामीले कसरी गर्नु पर्यो, डिफ्रेन्सिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु y ले अब हामीले चाहिँ डिफ्रेन्सिएटिङ गरिदियौँ भनेपछि डी बाई साइन y अपन dy छ इजिकल टु डी बाई dy फङ्सन चाहिँ 1 माइनस 2x स्क्वायर चाहिँ रह्यो। अब यसमा चाहिँ चेन रुल लगायो भनेपछि कस y चाहिँ हाम्रो यो आयो भनेपछि यसमा चाहिँ 1 को डेरिभेटिभ जुनसुकैको रेस्पेक्टमा कन्स्ट्यान्टको डेरिभेटिभ चाहिँ जहिले पनि 0 हुन्छ माइनस अब यहाँनिर चाहिँ हामीले 2x स्क्वायर बाई dy चाहिँ गऱ्यौँ। और कस y इजिकल टु चाहिँ माइनस 4x बाई dx बाई dy चाहिँ भयो। अब कस वाइलाई चाहिँ हामीसँग के फर्मुला थाहा छ भनेपछि साइनको मा चाहिँ हामीलाई चाहिँ कस y इजिकल टु चाहिँ रुट ओभर 1 माइनस साइन स्क्वायर y लेख्न मिल्छ। भनेपछि हामीले यो फङ्सनबाट चाहिँ हामीले के लेख्यौँ त, यो फर्मुलाबाट चाहिँ 1 माइनस साइन स्क्वायर y चाहिँ लेख्न मिल्यो। कसलाई त, कस वाइलाई चाहिँ माइनस 4x छँदैछ, dx बाई dy पनि छँदैछ। हामीले फाइन्ड गर्नुपर्ने dy बाई dx हो, तर हामीसँग के आयो त dx बाई dy आयो। अब यसमा चाहिँ रुट ओभर 1 माइनस साइन y भनेको के हो त 1 माइनस 2x स्क्वायरको होल स्क्वायर चाहिँ भयो इजिकल टु माइनस 4x छँदैछ, dx बाई dy छँदैछ। और रुट ओभर 1 माइनस स्क्वायरको फर्मुलालाई खोलिदियौँ भनेपछि 1 को स्क्वायर माइनस 4x स्क्वायर प्लस 4x को पावरमा 4 आयो। a माइनस b को होल स्क्वायरको फर्मुला खोलिदियौँ, माइनस 4x छँदैछ, dx बाई dy पनि छँदैछ। और रुट ओभरमा चाहिँ हामीले के गर्न मिल्यो 1 माइनस 1 प्लस 4x स्क्वायर माइनसले भित्र मल्टिप्लाई गऱ्यो 4x को पावरमा 4 आयो इजिकल टु माइनस 4x छँदैछ, dx बाई dy पनि छँदैछ। 1 र 1 काटियो। और अब यतातिर क्रस मल्टिप्लाई गरिदियो भनेपछि यसलाई चाहिँ हामीले के गर्न मिल्छ, dy बाई dx लेख्न मिल्छ माइनस 4x बाई रुट ओभरमा चाहिँ यहाँनिर चाहिँ यसमा चाहिँ 4x स्क्वायर कमन छ भनेपछि 1 माइनस x स्क्वायर चाहिँ भित्र बच्यो। अब हाम्रो आवश्यक डेरिभेटिभ आइसकेको छ, dy बाई dx चाहिँ आइसक्यो भनेपछि माइनस 4x छँदैछ, 2x भनेको हामीले 4x स्क्वायर भनेको हामीले 2x बाहिर निकाल्न मिल्यो भनेपछि 1 माइनस x स्क्वायर छँदैछ। ठिक छ। त्यसपछि यसलाई काट्यो 2 टाइम्सको, यसलाई काटिदियो। देयरफोर dy बाई dx चाहिँ कति आयो त माइनस 2 रुट ओभर बाई 1 माइनस x स्क्वायर चाहिँ यसको फाइनल डेरिभेटिभ चाहिँ आयो। यसरी चाहिँ हामीले फाइनल डेरिभेटिभ चाहिँ निकाल्यौँ कसको त
कुन फंक्सनबाट y = sin इन्भर्स अंडर रूट 1 - 2x स्क्वायर को हामीले यसरी चाहिँ डेरिभेटिभ निकालिसक्यो। यसको डेरिभेटिभ चाहिँ के भयो त डेरिभेटिभ अफ गिवन फंक्सन इज देयरफोर डेरिभेटिभ अफ गिवन फंक्सन इज -2 अंडर रूट 1 - x स्क्वायर चाहिँ यसको फाइनल डेरिभेटिभ चाहिँ रहेको छ। हस्त धन्यवाद।